मैं नेपाल से नेपाल 84 भयो कि मलाई 5000 फलोवर्स चाहियो अनि म जान्छु लाइभबाट जसले टिकट लियो भन्दै नि उसले टिकट किनेन अरे भगवान् अनि हजुर त किन किन्नुहुन्छ त नि हजुरले त यत्तिकै चोर्नु भयो होला टिकट जसले कसले हेरे यो गर्ने कति जम्मा भयो त अनि पैसा यिनीहरू जो पनि आन त्यही पनि आन मैले फलो रिक्वेस्ट नै ल्याएन होला कि ब्याग मैले लिए त रिक्वेस्ट लिए त ब्याग दिन्छ जबरजस्ती फलो हान भन्ने र अभियसली जसलाई ठिक लाग्छ हान्छन् त्यही हान्नु होला भनेर म रिक्वेस्ट गर्न चाहन्छु किनभने मलाई 5000 फलोवर्स चाहियो
इन्स्टामा छैन कि मैले त्यस्तै त्यो रिक्वेस्ट आएको त मैले लिन्न त्यही हो त्यहाँ मान्छेहरू कराइरहने इन्स्टा नै हटाइदिनु पर्छ यहाँबाट यो भिडियो त तर गतिलो रहन्छ है यो त राम्रै छैन है भिडियो किन आएको त नि दाइ तपाईँ फेरि ह्याप्पी चक्लेट डे दिनदिनै खाने चक्लेट नि के ह्याप्पी हुन्छ र मैले अहिले पनि खाइरहेको ए त्यस्तो भयो है सायरी त खतरा रहेछ बिचराको पीडा धेरै रहेछ त्यो अलि अलि युनिक कुरा बनाउनु नि चक्लेट त जसले नि खान्छ त बरु बफेलो विङ्स डे हुन भन्यो ए भगवान् एउटा मिठाई पनि अर्काले देला भनेर बस्नु भएको छ आफै किन्ने खाने चम्म ल ठिक छ भन्नुभयो धन्यवाद को तर तपाईँ किन भन्नुभयो कलेज जाउँ सक्यो होला लाइट भन्ने के अधिकारी लाइट छैन नाम इन्स्टा पब्लिक राखेको मलाई फलोवर्स बढ्छ नि होइन राख्दिनँ यस्तो हान्यो नि सब देख्छन् फलोवर्स फलोइङ लिस्ट नि सब चेक गर्छन् मैले त्यस्तो गर्दिनँ त्यस्तो मेरो उद्देश्य छैन कि तर इन्स्टामा चाहिँ फलोवर्स बढाउने स्टोरी नि जसले पनि हेर्छ त्यस्तो गर्नु हुँदैन मेरो इक्जाम त के भयो साथी अस्तिको इक्जाम त बिर्सेँ म त कस्तो भयो हजुरहरूको कस्तो भयो तिम्रो स्टोरीहरू के मेरो स्टोरीहरू दिँदैन एक्जाम छ ए हो किन नदिएको त नि रमाइलो गर अरे हस् जानुहोस् भोलि इक्जाम भएको मान्छे साँच्ची तपाईँ त गेट आउट भन्न पनि हो के को इक्जाम हो साँच्ची भोलि चाहिँ होइन के को इक्जाम हो भोलि वेलकम वेलकम जाम हो गया इधर ही 84 में अब मैं चली जाऊंगी यहाँ से
मेरो बस्तीभर भ्याइमा 1-2 दिन त अब चिल आराममा बस्न भएन। मेरो अस्ति भरि एक्जाम दिएको क्वेसन पेपरै कहाँ गायब भइसक्यो कि तर सिट भइसक्यो यहाँ। के अरे सुरुमा स्ट्याटिस्टिक्स र म्याक्रो इकोनोमिक्सको पेपर गायब भइसक्यो। कहाँ राखेँ जस्तो लागिरहेको थियो मलाई। अब म जान्छु कि तर होइन कि झन् स्याहारे थिएँ होइन, मैले स्याहारेर राखेको थिएँ। कहाँ राखेँ भन्ने थाहा भएन कि हरायो मेरो अनुहार। धेरै स्याहार्छु भन्दाखेरि झन् हराएँ मैले। अरू स्याहारे थिएन झन् त्यो चाहिँ नस्याहारेको चाहिँ छ। ल गाइज बाई बाई।